हाम्रा नेपालवासी हुनुहुन्छ। हामीहरू सम्पूर्णलाई जानकारी के गराउन चाहन्छु भने धेरै पुरानो राजनीतिक दलहरूले यो जसरी हिन्दू नरसंहार भयो त्यसमा रोटी सेक्नको लागि राजनीति गर्नको लागि यो देशमा फेरि अस्तव्यस्त बचाउनको लागि धेरै षड्यन्त्र गरिरहेछ। किनभने हामी वैदिक सनातनी हिन्दू धर्मलम्बी हामी वसुदेव कुटुम्बकममा विश्वास गर्छौं, अतिथि देवो भवमा विश्वास गर्छौं, हामी सबैलाई सम्मान सबैलाई सत्कारमा विश्वास गर्छौं। हिन्दू राष्ट्र नेपाल भएपछि यो होइन कि हामी मुस्लिमलाई गलत गर्ने, क्रिस्चियनलाई गलत गर्ने, हामी सबैले सम्मान सबैलाई लिएर जाने त्यो हो हिन्दू राष्ट्र नेपाल। अनि आजको छलमा के भयो त्यो भन्दिनु? हिजो मात्रै माग मात्रै 13 बुँदे सहमति प्लस हामीहरूले जुनमा हल्का चेन्ज गर्नुपर्ने त्यसमा सहमति भयो। अनि हजुरलाई यही कुरा भन्न चाहन्छु सबैलाई कि हामीहरूले सबैलाई सम्मानको रूपमा चाहे दोषी जो पनि होस्। होइन, हिजो मागपत्र बुझाउँदाखेरि त्यसमा सहमति हाम्रो भएको छैन भने आधिकारिक फेसबुकमा लेख्नु भएको छ, यहाँको पदाधिकारीले बाइट दिएको छ। आज के भयो? आज अहिले तपाईहरु पदाधिकारी स्वयं आएर बस्नु भएको छ गृहमन्त्रीजीसँग, के भएको त्यो विषय भन्नु। त्यसमा कुनै कुनै कुरा सच्याउनु पर्ने थियो, त्यो हामीहरूले अनि गृहमन्त्रीज्यूले सच्याएको छौं। त्यसपछि हामीले पनि त्यसमा 6 बुँदे अझै राखेका छौं अनि उहाँले हामीहरूलाई भन्नुभएको छ, आश्वासन दिनुभएको छ। अनि त्यही भएर सम्पूर्ण नेपालका जनताहरूलाई अनुरोध गर्न चाहन्छु कि हाम्रो आश्वासन मौखिक भएको छ कि लिखित भएको छ? उहाँले हामीहरूलाई लिखित प्लस मौखिक पनि भन्नुभएको छ। उहाँले भन्नुभएको छ, आश्वासन दिनुभएको छ। उहाँले अहिले यत्रो देश बचाउनु भएको छ भने हामीहरूले पनि विश्वास गर्नुपर्छ। हाम्रो देश अहिले अन्धकारतिर नधकेलोस्, हाम्रो देश शान्त होस्। यो देशलाई कसरी बचाउनु पर्छ, हामी त्यतातिर लग्नुपर्छ। यो देश कसरी अगाडि बढ्छ त्यतातिर लग्नुपर्छ। त्यही भएर सम्पूर्ण जनसमुदायलाई अनुरोध गर्न चाहन्छु। अनि एउटा अझै कुरा भन्न चाहन्छु कि उहाँले एउटा अझै आश्वासन दिनुभएको छ कि कोही पनि माइकालाले अब गोली हान्न सक्दैन कुनै पनि धर्मलाई, जोसुकै होस्, हिन्दू होस् मुस्लिम होस्, जसैको पर्व होस्। त्यही भएर विश्वस्त हुनुहोस्। अनि तपाईहरुलाई जानकारी गराउन चाहन्छु यति नै, सबैजना शान्त बस्नु। पुनः बैठक छिटोभन्दा छिटो हिन्दू राष्ट्रको मुद्दालाई कसरी एड्रेस गर्न सकिन्छ होइन। नेपालमा चाहिँ त्यो हिन्दू राष्ट्रको मुद्दा उठिरहेछन्, त्यो मुद्दालाई लिएर हामी पुरै गृहमन्त्रीज्यूसँग फेरि बस्यौँ र उहाँ पनि पोजिटिभ हुन्छ र उहाँ काठमाडौँ जाने बित्तिकै होइन यो कुरालाई लिएर प्रधानमन्त्रीज्यूसँग कुरा गर्नुहुन्छ र छिटो हामीले तपाईँ ढुक्क बस्नुहोस् राजेशजी होइन। तपाईँ जुन संयुक्त हिन्दू मोर्चाको माग छ त्यो लिएर हामी पोजिटिभ छौँ। तपाईहरुको मुद्दा एड्रेस गर्छ। म पनि हिन्दू हो, विश्वास गर्नुहोस्।